ट्रेडिङमा पैसा भएर मात्र हुँदैन, सही स्टक सही समयमा छान्न पनि जान्नुपर्छ। आज भोल्युमको प्रयोग गरेर स्टक पिकिङ गर्ने एउटा तरिका सिकौं। सबैभन्दा पहिले चार्ट खोल्नुहोस्। अब भोल्युम सेक्सनमा गएर 20 पिरियड मुभिङ एभरेज सेट गर्नुहोस्। यहाँ केही पुराना चार्टहरू हेरौं ताकि यो कुनै बाइ सेल रिकमेन्डेसन नभई खाली शैक्षिक सिकाइ मात्र होस्। लजिक सिम्पल छ, जहाँ धेरै कारोबार हुन्छ त्यहाँ मूल्यमा पनि ठूलो मुभमेन्ट आउँछ। कम भोल्युम हुनु भनेको मूल्यमा सुस्तता आउनु हो। त्यसैले जुन स्टकमा भोल्युम एकदमै कम छ त्यसलाई आँखा चिम्लेर स्किप गरिदिनुहोस्। हाम्रो टार्गेट मात्र हाई भोल्युम स्टक हुनुपर्छ। अब यो चार्ट हेर्नुहोस्, यहाँ धेरै महिनासम्म भोल्युम 20 mm मुनि सुतिरहेको थियो र मूल्य पनि कतै गएको थिएन। तर जब मूल्य बढ्यो र भोल्युमका बारहरू 20 mm माथि ठूला ठूला हुन थाले, हेर्नुहोस् त प्राइसको मोमेन्टम, प्राइस कहाँबाट कहाँ पुग्यो। अब चार्ट हेर्ने बित्तिकै निर्णय लिनुहोस्। यो चार्ट लो भोल्युम छ त्यसैले स्किप, यो चार्ट हाई भोल्युम छ त्यसैले पिक। यसरी फिल्टर गरेपछि तपाईसँग हाई प्रोबेबिलिटी भएका स्टकहरूको एउटा समूह तयार हुन्छ। तर यतिमै ट्रेड नलिनुहोस्। अब ती छानिएका स्टकहरूमा सपोर्ट, रेसिस्टेन्स र ट्रेन्ड हेरेर सर्ट लिस्ट गर्नुहोस् र मात्र सही ठाउँमा इन्ट्री लिनुहोस्। यसले तपाईको चार्ट रिडिङलाई अर्को लेभलमा पुर्याउनेछ। अब तपाईको पालो। चार्टहरू पल्ट्याउनुहोस्, ब्याक टेस्ट गर्नुहोस् र आफ्नो आँखालाई ट्रेन गर्नुहोस्। यो जानकारी कतिको हेल्पफुल लाग्यो कमेन्ट गर्नुहोला। यस्तै नेप्से इनसाइट्सका लागि फलो गर्नुहोला।